केटो तेरो योपालि भोट चाहिँ कसलाई दिने विचार गरेछस्? कसलाई दिने हो र? अब बाउबाजेदेखि त्यही त हो नि, एमाले काङ्ग्रेस त हो। मासु भातमा जान्छस् कि योपालि यसो श्रम गर्नेतिर, यसो देश बनाउँछु भन्नेतिर जान्छस्? होइन, मेरो भोट त कि काङ्ग्रेस कि एमाले नै हो। उनीहरू दुइटाले हो हामीलाई अहिलेसम्म गरिदिरहेको, कामहरू पनि दिइरहेको छ, पैसा पनि आइरहेको छ, हाम्रो घर चलिरहेको छ। अरूको के मतलब हो र हामीलाई? योपालि त हर्क साम्पाङ जस्तो एउटा देशको नेतृत्व गर्ने मान्छे पनि आएको छ है श्रम संस्कृति पार्टीबाट। यस्तो मान्छेहरूलाई चाहिँ अलिकति जितायो भने अब चाहिँ देश कायापलट हुन्छ कि देशको विकास हुन्छ कि भन्नेतिर अलिकति सोच्न पर्दैन। जहिले पनि बाउबाजेले भनेकै कुराहरू बाउबाजेदेखि चलिआएको भनेर सधैँ एउटै कुराहरू एउटै उसमा लागेर हुन्छ। अहिलेसम्म उनीहरूले कति वर्ष भयो देश चलाएको? केही विकास भएको छ? तपाईँलाई जसलाई मन लाग्छ त्यसलाई हाल्नुहोस् न। मलाई किन ज्ञानको कुरा सिकाउनुहुन्छ? मलाई पुगिरहेछ के अरे, भइरहेछ के अरे। सुन्नुभयो नि त यो यस्तो मान्छेहरूको कुरा। यस्तो झोलेहरूले गर्दाखेरि देश कसरी बदनाम हुन पुगेको छ। खालि आफ्नो बारेमा मात्र सोच्ने, आफ्नो खल्ती भर्न पाए, आफ्नो हुन पाए भयो, पुग्यो। त्यही भएर योपालि चाहिँ खबरदार छातीमा हात राखेर भन्नुपर्छ, योपालि चाहिँ राम्रोलाई जिताएर अगाडि लानुपर्छ। देशको विकास गर्ने हो भने सबैले आफ्नो मात्र सोचेर भएन, सबैजना सेल्फिस हुनु भएन है। योपालि चाहिँ देशको लागि केही गर्छु भनेर सबैजनाको भोट राम्रोमा जान पर्यो। जसले देश विकास गर्छ त्यस्तो व्यक्तिहरूको हातमा देश सुम्पिनु पर्यो है। यस्तो यस्तो हाउरे बाउरे चाउरेहरूको कुरा गरेर आफ्नो मात्र खल्ती भर्ने झोलेहरूको कुरा सुनेर तपाईँको भोट, तपाईँको अधिकार नराम्रो ठाउँमा नपुगोस्। हेलो अनि नमस्कार सबैजनालाई, वेलकम टु माई न्यू भिडियो। र आज चाहिँ यो भिडियोमा म तपाईँहरूलाई एउटा सानो क्वेसन सोध्न गइरहेको छु, जुन अहिले नेपालको अवस्था सिर्जना भइरहेको छ। नेपालमा के हुँदैछ, कस्तो हुँदैछ र अबको आगामी दिनमा हाम्रो देशलाई कस्तो बनाउनुपर्छ र कसको हातमा हामीले देशलाई सुम्पियो भने चाहिँ देशले विकासको खुड्किलो चढ्ने एउटा आधार पाउँछ भन्ने कुरामा सानो तपाईँहरूलाई क्वेसन र एउटा एक्सपेरिमेन्ट टाइपको मैले तपाईँहरूलाई क्वेसन पनि गर्न चाहन्छु। अबको आगामी दिनमा आउने चुनावमा चाहिँ भोट कसलाई त? तपाईँहरूको भोट कसलाई र किन भनेर तपाईँहरूले सानो छोटो एउटा कमेन्ट पनि गरिदिनु होला। र यसको बारेमा म धेरै एक्सप्लेन गर्न चाहन्न तपाईँहरूसँग, बस तपाईँहरूको सल्लाह सुझाव मात्र लिन लागेको हो यो भिडियो मार्फत। तपाईँहरूले आफूले रोजेको र देशको विकास गर्नको लागि कस्तो मान्छे चाहिँ हामीले अब चयन गर्नुपर्ने हुन्छ त? एउटा देशको नेतृत्व कसले चाहिँ गर्न सक्छ त? होइन, प्रधानमन्त्रीलाई लिएर आउने हो कि अथवा राजालाई नै चाहिँ हामीले एउटा आफ्नो अभिभावकको रूपमा लिएर देशलाई चलाउन दिने भन्ने चाहिँ त्यो हामीमा भर पर्ने कुराहरू हो। सो त्यही भएर तपाईँहरूलाई एउटा सानो क्वेसन मैले राखेको छु, प्लिज कमेन्ट गरिदिनु होला र भिडियोलाई पुरा वाच गरिदिनु होला है त। सो अब के भन्न चाहन्छु भने हामी सबैको आफ्नो अधिकार हो, यो पार्टी त्यो पार्टी होइन, त्यो भन्न पाइन्छ। आफूलाई राम्रो गरेको छ, आफ्नो भइरहेको छ भने भन्न पाइन्छ। तर छातीमा हात राखेर चाहिँ एकदम इमान्दारीका साथ चाहिँ हामीले योपालि चाहिँ आफ्नो देशको लागि सोच्नुपर्छ, न कि आफ्नो स्वयंको लागि है त। हामीले आफ्नो लागि नसोचौँ, अब देशको लागि सोचौँ। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि सोचौँ, जुन जसलाई हाले पनि हुन्छ तर देश विकास गर्न पर्यो होइन। तर अब पछाडिको पार्टीहरूको कुराहरू त अब तपाईँहरूले देख्नु नै भयो, कामहरू त तपाईँले देख्नु नै भयो। आफ्नो पार्टीको कार्यकर्ताको झोला भर्न बाहेक अरू त खासै केही पनि गरेको जस्तो लाग्दैन होला। हेर्नुहोस् है, ढुकुटी रित्ताएर पनि हाम्रो एकजनाको भागमा अहिले कति पैसा होइन ऋणमै छ नि त। अरू देशबाट ऋण निकालेर देश विकास गर्नुलाई त विकास भनिँदैन। विभिन्न देशहरूबाट यत्तिका पैसाहरू ऋण लिइसके पछाडि देशको हालत के हुन्छ, कस्तो हुन्छ त्यो होइन बुझ्न जरुरी छ। त्यही भएर यो पालिको चुनावमा चाहिँ राम्रोलाई होइन राम्रोलाई जिताउने प्रयास गरौँ है। जसले देश बनाउन सक्छ त्यस्ता व्यक्तिहरूलाई चयन गरौँ। अहिले त राम्रो राम्रो मान्छेहरू पनि आएका छन् होइन। होला उनीहरू सत्तामा आएपछि राम्रो काम गर्ला नगर्ला त्यो पनि हाम्रो हातमै छ। हामी आफैले प्रश्न उठाउन सक्ने हामी हुनुपर्छ। यदि उनीहरूले बनाएन भने उनीहरूलाई पनि सो बमोजिम उनीहरूलाई पनि कारबाहीको व्यवस्था हुनुपर्छ भनेर हामीले आवाज उठाउनुपर्छ। त्यही भएर यो पालि चाहिँ हाम्रोलाई होइन राम्रोलाई भोट दिउँ सबैले।
होइन, राम्रोसँग आफ्नो देश विकासको लागि आफ्नो अधिकारको राम्रो सदुपयोग गरौँ, त्यही भन्न चाहन्छु। मासु भातमा, रक्सीमा, पेट्रोलमा नबिकौँ साथी हो, दाजुभाइ तथा दिदीबहिनीहरू हो होइन। आफ्नो पार्टी मात्र नभनौँ, हाम्रो देश भनौँ, देशको लागि सोचौँ होइन। किन देशको लागि यतिको बोल्दैछौँ भने हाम्रो अब पछाडि आउने पिँढीहरूले पनि दुःख नपाओस् होइन। अब आफ्नो देश, संस्कृति, भाषा जोगाउनको लागि भए पनि योपालि हाम्रोलाई होइन राम्रोलाई भोट दिएर जिताउँ, त्यही भन्न चाहन्छु। र तपाईँहरूको समर्थन केमा छ त्यो पनि भनिदिनु होला। यति भन्दै फेरि पनि म आफ्नो भिडियो क्लोज गर्न चाहन्छु र नेक्स्ट भिडियोमा फेरि भेट्ने बाचा गर्दै आउनेछु है त। जय श्री कृष्ण।